यो देखिराख्नु भएको दृश्य हो ओशो तपोवनको। रजनीश ओशोको बारेमा तपाईले धेरै कुरा सुन्नु भएको छ होला र काठमाडौँको ओशोको आश्रम कहाँ छ भन्ने कुरा तपाईलाई कौतूहलता लाग्छ भने यो भिडियो हेर्नु होला र तपाईले यस भिडियोमा चाहिँ यो ओशो तपोवन भित्र के छ कस्तो छ र यहाँ जानका लागि लोकेसन कहाँ छ भन्ने कुरा चाहिँ तपाईले यो भिडियोमा हेर्न सक्नुहुन्छ। हामी ओशो तपोवन जानका लागि चाहिँ सबैभन्दा पहिले काठमाडौँको रिङ रोडमा जानुपर्ने हुन्छ। रिङ रोडको माछा पोखरी जाने र माछा पोखरी गइसके पछाडि बाइपासको बाटो भएर जम्मा 5 किलोमिटरको दूरीमा तपाईले ओशो तपोवन देख्न सक्नुहुन्छ र ओशो तपोवन जानका लागि तपाईले हाइवेमा तपाईले तपोवनको गेट देख्न सक्नुहुन्छ भने तपाईलाई कन्फ्युजन केही पनि छैन। र यहाँ भित्र गइसकेपछि तपाईले अचम्मको शान्ति महसुस गर्न सक्नुहुन्छ। यहाँ धेरै पार्कहरू रहेका छन्। जीवन सुरुवातीदेखि मृत्युसम्म कस्तो कस्तो के हुन सक्छ भन्ने कुरो चाहिँ तपाई यहाँ भित्र गइसकेपछि रियलाइज गर्न सक्नुहुन्छ। तपाईलाई पनि एउटा जान मन लाग्छ भने चाहिँ एकपल्ट जानु होला, एकदमै दामी हुन्छ। अनि अर्को कुरो यहाँ चाहिँ आवश्यक मेडिटेसनको सुविधा पनि रहेको छ। तपाईले 7 दिनको कोर्स लिन सक्नुहुन्छ भने त्योभन्दा बढीको पनि लिन सक्नुहुन्छ। यो चाहिँ एकदमै गजबको ठाउँ छ। तपाई मेडिटेसन गर्न चाहनुहुन्न भने पनि यहाँ क्याफे छ, तपाई कप सबै खाएर फर्किन सक्नुहुन्छ। भिडियो हेर्नुभयो, धेरै धेरै धन्यवाद।